Time is 9:47. ढिलो भयो अब सिधै मुक्तिनाथ अनि माथि चिसङ भन्ने प्लेस छ अरे त्यहाँ चाहिँ अप्पर मुस्ताङकलको भाइब दिन्छ अरे त्यहाँ पनि जान्छु होला टाइम मिल्यो भने जाउँ ओके आउट नमस्ते भाइ थ्याङ्क यू सो मच आउनुभएकोमा खुसी लाग्यो मैले एकदम मिठो खाना खुवाएकोमा थ्याङ्क यू दाइ र मेरो पनि भेट भयो दाइको नाम मेरो नाम सम्बु गुरुङ घर पोखरा है दाइसँग धेरै दाइ पनि बाइकर हुँदो रहेछ है नेपाल टुर हानिसक्नु भएको छ बाइक अलमोस्ट है म चाहिँ हुम्ला मात्रै बाँकी छ अब हुम्ला म चाहिँ बिगिनर परेँ काहीँ ठुकियो ल गुड लक है भाइ समिटियरको अफिस आएको भोलिको फ्लाइट क्यान्सल भयो अरे मेन्टेनेन्स एकैचोटि पर्सिको दिन फर्स्ट फ्लाइटमा लगिदिन्छु पोखरा भनेको छ अब वेदरले कस्तो हुन्छ बस्नुपर्ने भयो एकदिन जाउँछौँ गाडीमा 6-7 घन्टा थच्केर जानुभन्दा बस्नु पऱ्यो एकदिन अनि त्यो दिन म पोखरा गएर अब कता हुन्छ हेरौँ अब सायद छिटो नान्छ होला लुम्बिनी एस्केप गरेको हेरौँ अब फ्लाइट क्यान्सल भयो बिस्तारै घुमिन्छ ल बिस्तारै सही छ खोल्न छ खाली घन्टा रिपोर्ट अतिथि देव भव गेस्ट आर लाइक गड्स अब कहाँ घुम्ने के अब आज 2 दिनको लागि प्लान गरेर आएको 3 दिन बस्नुपर्ने भयो कहाँ जाने अब 2 दिनको अलिक लामो घुम्नु पनि फेरि म त्यस्तो एकै ठाउँ लङ टाइम स्पेन्ड गर्ने मान्छे नै होइन के गर्ने यहाँको लोकल्सलाई सोद्धा पनि खोइ त्यस्तो केही अरू भन्दैन त्यस्तो थाहा पाएको त म हिजै बरु अप्पर मुस्ताङतिर हानिदिन्थेँ अलिक टाइम लिएर होइन मजाले उताबाट नि रस नगरी फर्किन्थेँ खत्तम भयो अब के गर्नु अब एयरक्राफ्टको मेन्टेनेन्स इस्यु छ भने चाहिँ मैले झगडा गरेर पनि हुँदैन अब मेन्टेनेन्स अब के गर्नु प्रायोरिटी परिहाल्यो अब गाडीमा जाउँ भने पनि थचार्छ होला अब त्यत्रो लङ राइड अब म कसरी जानु अब त्यस्तै हो अब नेपालमा प्लेनमा चढ्दा अलिकति भरोसा हुँदैन फेरि स्पेसली अब त्यो लिमिटेड फ्लाइट्स हुँदाखेरि त अब चान्सै भएन नि एक्सपेक्ट त गरेको थिएँ मैले यो तर यस्तै मलाई नै चाहिँ हुन्छ भनेर चाहिँ मैले अब अलिकति प्रिपेरेसन गरेको पनि थिइनँ त्यो गरेर पनि म अलिकति उयो होला ओहो एकछिन मैले जक्सन मिस गरेर लाग्यो वेट म्युजियम रहेछ त यहाँ हात्ती गैँडा याक सबै छ देखाइरहेको छ खोइ के हो हान्ने के हो एकचोटि अब त्यसै आज बस्ने भयो घुमिदिनु पऱ्यो के रहेछ यो म्युजियममा ल तर स्क्याम भयो नि त तर स्क्याम भयो म्युजियमै पो बन्द छ है म्युजियम आएको त कोही छैन एउटा मान्छे देख्दैन गाउँमा ल आज हात्ती गढे नदेख्ने भयो ठिकै छ नेक्स्ट टाइम आम अन द वे टु मुक्तिनाथ राम्रो भ्यू थियो त्यो भएर सबैलाई देखाइदिउँ भनेर क्या कस्तो दामी लाग्यो माथि गएर माथिको क्लिपहरू हेर त दामी फार्मल्यान्ड रहेछ यहाँ है यस्तो भ्याली जस्तो छ अनि माथि क्लिफहरू हेर न दामी क्या एकछिन हल्का जुम इन पनि गरिदिन्छु ल वेट ल त्यहाँ दामी छ क्या कति hundreds अफ इयर लाग्यो होला नि त्यस्तो सेप बन्नु है पानीले पुरा बगाउँदा फेरि यो ठाउँमा त्यति पानी पर्दैन जस्तो सुनेको थियो आई डोन्ट नो इफ आइ एम राइट तर साथी यो त एप्पल ट्री नै हुनुपर्छ प्लम हो कि एप्पल हो के हो त्यो दामी छ यहाँ नि ल यता चाहिँ हल्का घरहरू रहेछ रेसिडेन्सियल एरिया होटलहरू अफिसहरू होला के छ पहाडी त्यो केप जस्तो पनि छ कागबनी मुनि लेखेको त्यो
काठमाडौँदेखि मुनि केभ जस्तो देखिन्छ हेर्दा खोइ के हो त्यो अर्को एउटा भिलेज रहेछ बारी सानो फर्स्ट टाइम हल्का आइस देखियो मुस्ताङमा यहाँनिर पानीहरू भएको ठाउँमा आइस भएको रहेछ हल्का अनि हल्का फ्रस्ट पनि जमेको छ माटोतिर अनि पाहाडतिर यही हो आइस अनि माथि आइस क्याप अलिअलि रहेछ यहाँबाट देखिँदैन आइस पर भिलेज देखिन्छ त्यहाँनिर गएर कफी खाने एकचोटि फेरि मिल्क कफी अनि फेरि लाग्ने हो बिस्तारै ल आइपुग्यो मुक्तिनाथको जाने ठाउँ ठ्याक्क हिँड्ने ठाउँ यहाँबाट हिँड्नु पर्ने रहेछ यहाँ आइपुग्यो कफी खाएर बसिरहेछ भर्खर बाटो चस्छ अनि यहाँबाट अब अहिले 12:30 भएछ चट्ट उकाल जाने हो अनि आधी घन्टा लाग्छ भन्थ्यो यसो बिस्तारै हिँड्दा मलाई त 1 घन्टा लाग्छ होला हेरौँ अनि भरे फर्केर यहाँ खाना खाने तर यो ठाउँमा चाहिँ यहाँको फुलहरू चाहिँ दामी लाग्यो क्या एकदम मजाको क्या प्लान्ट्सहरू फुल्दै प्लान्ट्सहरू एकदम पुरानो यो यहाँ रेस्टुरेन्टको भाइले भनेको उसको बाजे बोजूले रोपेको अरे बाजे बोजू अहिले गइसक्यो र पनि अझै नातिहरूको पालोमा नि क्या अझै स्टिल प्लान्ट्स छ रहेछ माथिबाट चाहिँ तलसम्म लामो झर मुक्तिनाथ जाँदै हो उकालोमा आज सबैले आधी घन्टामा पुगिन्छ भन्छ आइडोन्ट नो मलाई कति लाग्ने हो हेर्दै जाउँ फेरि समिटेर फोन भोलिको फ्लाइट हुने भएर के हो हामी आधी बाटो आइपुग्यौँ ए त्यो गेटै हो ए ल हस् थ्याङ्क यू आधी बाटो आइपुगेछ आधी बाटो आइपुग्यो रे भोलिको फ्लाइट पनि हुने भयो जस्ट प्लान अनुसार हुने भएको छ एटलिस्ट गुड न्युज
अल्टिट्युडबाट बज्ने उपायहरू उपलब्ध हल्का स्नोफल पनि भइरहेको ल मन्दिर गयो पूजा गरियो टिका लाग्यो अब तल झर्ने अरू यता घुम्ने ठाउँ पनि छ भन्छ पुरा बुद्धको स्ट्याचु छ त्यहाँ जानु पऱ्यो एकचोटि तल गर्नु अरे अनि तल झर्ने बुद्ध पार्क बोजूहरूलाई ठिक परेछ 3000देखि 5000सम्म जरिवाना तिराउने ल त्यो मुक्तिनाथ बजार त्यहाँबाट तलबाट गेटबाट स्टेयर्स छ त्यो चढेर 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 आउनु पर्यो माथि 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 आउने माथि चढ्ने 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 अनि त्यो रुफ ठाउँमा चाहिँ गेट छ त्यो गेटबाट छेउछेउ एउटा टेम्पल्सहरू जस्तो छ त्यहाँबाट चढ्नु माथि आएपछि यस्तो आएपछि चाहिँ आउने आउने अनि हिँड्दै बिस्तारै हिँड्दै आउने अनि आउने अनि त्यहाँ चाहिँ टेम्पल छ भित्र अलिअलि सुनिन्छ देखि यहाँबाट हो त्यहाँ टेम्पल छ बुद्धको भागमा आइपुग्यो हल्का दामी भ्यू छ यताबाट तल यहाँबाट कस्तो देख्छ थाहा भएन तर यहाँ पनि हल्का ग्रिनरी हल्का सक्दो होइन यस्तो ठाउँमा बनाएको रहेछ हल्का आउट अफ यता भइरहेछ अल्टिट्युडको साथ ल
लेजममा घुम्ने जाउँ है Tayo farming ko dapat na I like the craftsmanship, man. That's the okay. Attention to details. आधी घन्टा जति घुमेर तल होटलमा झरेको खाना रेडी गरिदिएर आएछ एकदम मिठो छ खाना चिसो ल्यायो कि किन हो भोक पनि लागेको थियो अलिअलि डेन्जर खाइयो खानामा आउट अफ 5 म 3.5 दिन्छु अनि कुरामा पो यहाँ होटलको भाइले शालिग्रामको कुरा गर्यो उनीहरूले शालिग्राम पनि बेच्दो रहेछ अनि उनीहरूसँग एकदम एक्सपेन्सिभ खालको शालिग्राम पनि रहेछ टाइपको अनि भाइले हेर्ने उदाय भनेर अनि मैले ल हुन्छ निकाल न त भनेर अनि अहिले एकदम एक्सपेन्सिभ शालिग्राम देखाउँदैछ कति यो चाहिँ कति के अरे यो 15K सम्म छ यो चाहिँ सन भइहाल्यो यहाँ शङ्ख भने चाहिँ कुन हो यो ए त्यो शङ्ख भयो अब यताउति सन भइहाल्यो चाहिँ एकदम मिनिङफुल बुझ्छ यो डिप बुझ्छ नि त त्यही भएर यताको चाहिँ यो सेम यसको मैले तपाईँले गोल्डन हुन्छ भनेको थिएँ नि यही हो गोल्डन त्यसमा चाहिँ भ्यालु छ है गोल्डन भन्छ एकदम अब यो गोल्ड अब मैले तपाईँले सानो 250 पाएँ भनेको थिएँ नि हो त्यो भित्र नि यस्तै हुन्छ कि यो शिवलिङ्ग भइहाल्यो यस्तो लामो भन्छ यो चाहिँ अब विष्णु चक्र प्लस शङ्ख भएर ए भनेपछि दुईवटा रहेछ नि त त्यो भएर अब यो बुझ्नु एकदम डिप मिनिङ बुझ्छ फेरि यो गोल्डको अर्थ चाहिँ के हो त्यो गोल्डन यसको गोल्ड भनेको त त्यो चाहिँ नेचुरल हो नि त त्यसले गर्दा पानी त्यो पहिला किराहरूले छाप बनाएर छोडेर नि त्यो किराहरूले नि अलि त्यो गरेर चाहिँ त्यस्तो भएको हो यो चाहिँ ल ल थ्याङ्क यू भाइ देखाइदिएको है मैले भने नि यो सन भइहाल्यो ट्याक्कै सेप पनि छ नि त यो फुटाउनु चाहिँ एकदम स्किल चाहिने रहेछ है भनेपछि एकदम चाहिन्छ तपाईँ झुक्केर मिस्टेक फुटेको यो सँग पनि जान सक्छ एकदम चाहिन्छ सबै आमल फुटाएको हो थ्याङ्क यू भाइ ल ल देख्न पाइयो यार यस्तो अर्को पनि छ अरे देखाउँछु भन्दैछ अहिले पसलमा छ ल होइन नि भाइले देखाउनु आँट्यो क्या यो चाहिँ भनेको नि तिम्रो ठुलो है यो त नर्मल हो नि यो त योभन्दा पनि पहिला ठुलो थियो कि हामी यहाँ झन् डायमन्डको जस्तो छ नि डायमन्ड है यसको चाहिँ कति पऱ्यो भाइ यो ठुलोको चाहिँ अब यो 20K सम्म पऱ्यो 20K है यो सबै माथिको यो अर्को अब योहरू त अब 500,000 त्यस्तोमा हुन्छ यहाँहरू तपाईँ अघि अब गोलोमा यो त भन्यो नि टाइम अब पुरा गोल्डन हुँदो रहेछ नि त होइन पुरा त्यो ग्लिटर जस्तो क्या पुरा टट्किने यो सबै अब पानीले गर्दा जमेको हो त्यही माथि किराले सँग किराले नि हो यो सबै आमा त यिनीहरूको सानो कति हो भाइ यिनीहरू सानो 500,000 हेरी हेरी हुन्छ त यसको चाहिँ यो चाहिँ यो 1500 सम्म छ पहिला यो ठुलो चाहिँ 1 पिसमा राखेको थिएँ यहीँ राखेको थिएँ एकजना लगेको थियो देखो त भाइ है आमा यस यो त झन् एकदम ट्रेजर जस्तै है आमा सबै नेचुरल क्या यो त धेरै भयो भनेर राख्नु यो चाहिँ पहिला पहिलाको यो चाहिँ पहिला पहिला माटोको चाहिँ हो अब यो चाहिँ अब भर्खर अब त्यो भूकम्पले निकालेकोहरू ए यो चाहिँ पुरानो है यो पुरानो यो चाहिँ किन यो त सुपर एक्सपेन्सिभ होला कति यसको यो चाहिँ अब यो बेचेको त्यो प्लानिङ त छैन यो चाहिँ अब 1 पिस ए यो चाहिँ आफै राख्ने प्याकिङ सेकिङ गरेको ठिक छ मैले पनि शालिग्राम किने भाइले मिलाएर दिन्छु भन्छ तर प्राइस कति हो थाहा भएन यो खालको दिएछ
यहाँको मिल्क कफी पनि साह्रै मिठो कि दुधै एकदम अर्ग्यानिक भएर होला